साथीहरू अब कोरियाको माठहरू चाहिँ अहिले एकदम महँगी छ हैन। अब कति के पर्छ आज चाहिँ म यहाँ यसो सपिङ गर्न आएको छु। कति के पर्छ यसो हेरौँ है त। गर्मी महिना छ। यहाँ लेमन तरबुजा 12,000 एउटालाई गोटा। अब पसन्द यसो छियौँ होइन। 안녕하세요. अब एउटा फाग्ने दिने अनि कति के पर्छ सो हेरौँ है साथीहरू। आइसक्रिमहरू चाहिने हेरौँ त अङ्गुर एक चुप्पालाई 4,200 पर्नु गएछ। चाहिँ लास्टै महँगी यार साथीहरू। फेरि यो तिते करेलाई 1,002 गुन्टालाई यस्तो सरेर जाँदाखेरि चाहिने तपाईँको यस्तो पर्छ होइन। कफीहरू छ यहाँ। अब स्याम्पू किनौँ न त होइन। स्याम्पूले कति पर्ने रहेछ डोपलाई हेर्न त 7,000 पर्ने रहेछ डोपलाई। यो स्याम्पू पर्यो 7,800। स्याम्पू यस्तो पर्छ साथीहरू। अब एउटा स्याम्पू लिएँ 7,000 अनि चाहिने कुरो यस्तो पर्छ कि यिनीहरू चाहिँ साबुनलाई 6,500 पर्ने रहेछ। यसको चाहिँ सेटै आउँछ तर साथीहरू 4वटा हुने रहेछ। 4वटालाई होइन। अब चाहिने ताजम बडी वास। यो चाहिँ बडी वासले कति पर्ने रहेछ भने 8,000 पर्ने रहेछ। बडी वास रहेछ कति चाहिँ अब यता हेरौँ फेरि एकदम महँगी छ यार साथीहरू अहिले चाहिँ होइन। यो चाहिँ लुगा हातले धुँदाखेरि साबुन 1,200। यो चाहिँ 1 डल्लाको हो। यो भाँडा माझ्ने 3,000 एउटालाई पर्ने रहेछ 3,200 है साथीहरू। यस्तो छ भन्दा मात्रै हो कोरियामा पैसा धेरै तर खर्च पनि एकदम महँगी छ है साथीहरू। महँगी छ है। चाहिने गएर अब खाने तेललाई कति पर्छ त होइन। खाने तेल मकैकोलाई 9,000 परिगयो होइन। मकैको हो यो चाहिँ उको हो। यो के भन्छ यसको नाम पनि बिर्सियो त साथीहरू। थुक्पाहरू पनि पाइन्छ। थुक्पा 4,000 एक पक्कालाई रहेछ। यस्तै छ। रामेन चाउचाउहरू यहाँ छ। रामेन चाउचाउ गोटाको 1,150 छ। यो एउटा गोटाको यस्तो छ। अब के सोध्नु मन छ भने भन्नु होला साथीहरू है। ओके जुसहरू ओके बाई मेरो साथीहरू।